ए नमस्कार नमस्कार भन्नुपर्दा पनि बधाई एन्ड सलाम छ त्यो केटीलाई। सबभन्दा पहिला यो भिडियो हेर्नु है। हेलिकप्टरले लङ लाइनबाट लासिन्डाले लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ। तर होइन अब सबै आजको नयाँ भिडियोमा स्वागत छ। यो भिडियोमा स्वागत गर्नुभन्दा ठुलो भूमिका चाहिँ यो चाहिँ कविता नेपालीको लागि यो भिडियो चाहिँ हो है। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, जो सबैले हेर्न पाओस् या उसम्म पुगोस् कि कस्तो उहाँले काम गर्नु भएको छ। उहाँले काम गरेको भन्दा म चाहिँ स्पेसली धेरै खुसी छु है। मैले एक दुई दिनदेखि फेसबुकमा हेरिरहेको थिएँ, युट्युबमा हेरिरहेको थिएँ यस्तो भिडियो को भनेर कविता नेपाली, अनि मैले सर्च गरेर हेरेँ को भनेर। सो उहाँको लागि धेरै ठुलो उपलब्धि हो एन्ड धेरै खुसीको कुरा पनि हो। अनि म पनि धेरै खुसी छु यस्तो यस्तो काम हाम्रो देशको महिला दिदीबहिनीहरूले गरिराख्नु भएको छ भनेर। एउटा सागरमाथा आरोही बनेकी छिन् भनेर मलाई मनैदेखि भनौँ न धेरै खुसी एन्ड हृदयदेखि यस्तै काम गरिराख्नुहोस् अगाडि पनि, अनि सफल हुनुहोस् भनेर कामना गर्दै यो भिडियो बनाएको छु। सबैजनाले यो भिडियोलाई सेयर गरिदिनु होला है। ल भिडियो हेर्नुभयो, कस्तो लाग्यो? यो त सबैलाई कसो न कसो लाग्यो होला, यो गरेर के पाइन्छ के जस्तो लाग्छ। तर उहाँको लागि यो धेरै ठुलो उपलब्धि हो है। यो एउटा नेपालको महिला भनौँ, चेली भनौँ, यो एउटा आफ्नो लागि गर्दैन। कसैले देशको लागि खेल्न जान्छ बाहिर, त्यो आफ्नो लागि कहिले गर्दैन। यो सगरमाथा चढ्नु भनेको आफ्नो लागि कहिले गर्दैन। यो चाहिँ देशको लागि एउटा गर्वको कुरा हो। जुन एउटा महिला भएर, एउटा केटी भएर सगरमाथा चढ्न सफल भएकी छिन् कविता नेपाली। म एक दुई दिनदेखि फेसबुकमा भिडियो हेरिरहेको छु, युट्युबमा चारैतर्फ भिडियो हेर्दा मलाई कसो न कसो मलाई पनि लाग्यो कि एउटा भिडियो बनाऊँ न, किन एउटा हाम्रो देशको लागि अनि एउटा हाम्रो देशको महिला दिदीबहिनी भनौँ यस्तो कार्य गर्नु भएको छ भने उहाँलाई पनि एउटा इम्प्रेसन भनौँ, खुसीको लागि, बधाईको लागि, जसबाट अझै उत्प्रेरणा मिलोस् यस्तो कार्य गर्दाखेरि। किनकि हामीले या यो देशको या कसै जनताले केही दिने होइन, जनताले एउटा उत्प्रेरणा मात्रै दिने हो, जसबाट उहाँलाई यस्तो यस्तो काम गर्नमा अझै उत्प्रेरित होस्, मन लागोस्, ल गर्नमा आँट जुटोस्। त्यसको लागि मात्रै हामीहरू सधैँभरि सपोर्टको लागि जनता हुन्छ है। त्यसलाई मैले पनि एक दुई दिनदेखि फेसबुक युट्युब चारैतर्फ भिडियो हेरिरहेको थियो को हो भनेर कविता नेपाली। अनि मैले पनि युट्युबमा गएर सर्च हेरेँ, फेसबुकमा पनि सर्च गरेँ, अनि हेरेँ। अनि त्यसपछि मलाई पनि कसो न कसो एउटा भिडियो बनाऊँ जस्तो लाग्यो होइन। अनि भिडियो बनाउन थालेँ। अनि एउटा देशको महिला केटी भनेर एउटा माउन्टेन चढ्नु भनेको धेरै ठुलो कुरा हाम्रो देशको लागि भनौँ, हाम्रो महिला दिदीबहिनीको लागि, उत्प्रेरणाको लागि धेरै ठुलो कुरो हो। यो एउटा आफ्नो लागि गर्दैन, यसबाट अरूलाई पनि उत्प्रेरणा, सिख, ज्ञान मिल्छ। मैले उहाँको इन्टरभ्यू हेर्दा धेरैले आफ्नो मनमा लागेको क्वेसनहरू सोधिराख्नु भएको थियो। त्यहाँ जाँदाखेरि तपाईँलाई त्यहाँ कस्तो अनुभव भइरहेको थियो, त्यहाँ जाँदाखेरि कस्तो अनुभव हुन्छ, आफ्नो ज्यानको पर्वाह नगर्ने मान्छेले त्यहाँ सगरमाथामा चढिरहेको हुन्छ, कस्तो प्राउड फिल भइरहेको होला होइन। सक्सेस पाएपछि, गरिसकेपछि त्यहाँ त आफ्नो ज्यानको जसले ज्यानको पर्वाह गर्छ त्यसले त चढ्नै सक्दैन, त्यस्तो कामै गर्न सक्दैन होइन। अनि त्यस्तो क्वेसन अलि राम्रो लागेन है। त्यहाँ कस्तो फिल हुन्छ एकपल्ट गएर त हेर्नु। त्यो उहाँ चाहिँ कविता नेपाली एउटा सफल सागरमाथा आरोही हुन्, जुन मैले एक दुई दिनदेखि भिडियो हेरिरहेको थिएँ फेसबुक युट्युबहरूमा होइन। सो एउटा देशको लागि गर्वको कुरा हो, गाउँघरको लागि गर्वको कुरा हो। एउटा महिला दिदीबहिनीलाई यसबाट धेरै उत्प्रेरणा भेट्छ होइन। उहाँलाई सफल यस्तै कार्य गरिराख्नु भएको छ, सफल होस् सधैँभरिको लागि, त्यसको लागि यो भिडियो बनाएको है।